हेलो गुड मर्निङ गाइज एन्ड आजको दिन चाहिँ हेर्नु न कति अँध्यारो भइरहेको छ। आज चाहिँ म मकै भाँच्न आएको घर आएको। हिजो चाहिँ आज मकै भाँच्न आएको। आजको दिन चाहिँ एकदम अँध्यारो परेको क्या। बिहान चाहिँ कति राम्रो घाम लागेको थियो। घाम लाग्यो भनेर कपडा धोएको पछि त पानी पर्ला जस्तो अँध्यारो न अँध्यारो भयो। अनि घरमा बस्न झ्याउ लाग्यो। अनि मकै भाँच्न आएको। मम्मीहरू चाहिँ माथि हुनुहुन्छ अनि म चाहिँ तल यहाँ मकै भाँच्न लाग्यो। दुईवटा डोको लिएर आएको छु। भाँचिँदैन यो चाहिँ कुनै चाहिँ डाँठै भाँचिन्छ, कुनै चाहिँ मकै जस्तो मकै भाँच्दा हुँदा यो डाँठ पनि भाँचिन्छ गाई। यस्तो छ हालत। बारीमा हाँस्यो न स्ट्यान्ड हुन्छ न केही हुन्छ। मोबाइल अड्काउने ठाउँै हुँदैन। उतापट्टि चाहिँ मैले डोकोमा लगिसकेको मकै चाहिँ ऊ लएर नै हालेको। भाँच्दामा चाहिँ यस्तो हुन्छ।